यो भिडियो स्पेशल छ किनभने टुडे वी हैव द पावरफुल कोल्याब। यस आज मसँग जोइन गर्नु भएको छ वान अफ द कुलेस्ट एनिमे युट्युबर्स या फिर टिकटकर एनिमाला। सो गेट रेडी बिकज दिस कोल्याब इज नट नर्मल, दिस इज एनिमे इन्टेन्सिटी एक्स डबल इनर्जी। अनि यो ब्याटल हुनेछ डेमन स्लेयर भर्सेस जुजुत्सु काइसेनको। कम्पेयर गर्ने बाई एनिमेसन क्वालिटी, साइड क्यारेक्टर्स, मेन क्यारेक्टर्स, इन्सेन्ट फाइट एन्ड अरू। र एउटा इम्पोर्टेन्ट नोट, हाम्रो ओपिनियन क्ल्यास हुन सक्छ, यो म्याच पनि क्ल्यास हुन सक्छ, बट वान थिङ इज ग्यारेन्टेड, दिस भिडियो विल बी फायर। त्यसैले लाइक सेयर सब्सक्राइब सबै गर। लेट्स स्टार्ट द भिडियो। म लिँदैछु डेमन स्लेयरको साइड र एनिमाला लिँदैछन् जुजुत्सु काइसेनको साइड। त्यसैले पहिला कुरा गरौँ एनिमेसनको कुरा गरौँ भने डेमन स्लेयरको एनिमेसन त लिटरली गड लेभल छ। अनफोर्टेबलले बनाएको फाइट सिन्समा वाटर ब्रिदिङ, फ्लेम ब्रिदिङ सबै सिनेमेटिक मुभी जस्तो फिल हुन्छ। एभ्री एपिसोड इज इक्वल टु आर्ट। अनि एनिमाला तिमी के भन्न चाहन्छौ एनिमेसनको बारेमा? अब कुरा गरौँ जेजेके को। माप्पा त्यो स्टुडियो जो चाहिँ वाटरलाई वाइनमा कन्भर्ट गर्न सक्छ। स्पेशली गोजोको सिन्सरमा माप्पा कुनै कमी कमजोरी छोड्दैन। स्मुथ फाइट्स, कोरियोग्राफी, तर स्याडली 30% भिजन मात्र कन्भर्ट भएको थियो सिजन 2 मा। त्यसो भए एनिमे चौतारी तिमी भन कसले जित्छ यहाँ? नो डाउट जेजेके को एनिमेसन भन्दा डेमन स्लेयरको एनिमेसन धेरै राम्रो छ। अब स्टेप 2 मा कुरा गर्छौँ मेन क्यारेक्टरको। डेमन स्लेयरको मेन क्यारेक्टरको नाम हो तान्जिरो। सबैभन्दा काइन्ड हार्टेड मेन क्यारेक्टर, इमोसनल, केयरिङ, भेरी प्योर, बट समटाइम्स धेरै सफ्ट हुन्छ। यो पो मेन क्यारेक्टर। जेजेके को मेन क्यारेक्टरको नाम हो इतादोरी युजी। यदि येलो कपाल भएको भए फिक्स नारुटोको भाइ हुन्थ्यो। युजी रियलिस्टिक छ, फनी छ, चिल छ, तर सुपर स्ट्रङ छ। फेरि उसको मेन फोकस रेस्पेक्टेबल डेथ हो पर्फेक्ट लाइफ भन्दा। यो हो नि मेन क्यारेक्टर भनेको। तर मार्केटमा खासै इज्जत छैन इतादोरी युजीको। जो पनि भिलन आउँछ पेलेर जान्छ। तान्जिरोको कुरा गरौँ भने ऊ एउटा इमोसनल हिरो हो। युजीको कुरा गरौँ भने रियलिस्टिक प्लस मोडर्न हिरो। अब यो चाहिँ तपाईँ चुज गर्नु तपाईँको हिसाबले। नम्बर 3 को स्टेप छ हाम्रो साइड क्यारेक्टर्स। कुरा गरौँ डेमन स्लेयरका साइड क्यारेक्टर्सको। डेमन स्लेयरमा जेनित्सु, इनोसुके, हासिराहरू छन्। जेनित्सु क्लिन्स बट फोनी टाइपको छ। इनोसुके वाइल्ड इनर्जीवाला छ। हासिरा हाइली हाइप बट स्क्रिन टाइम थोरै कम मिलेको छ। जेजेकेका साइड क्यारेक्टरहरूको कुरा गर्छ भने मेगुमी, नोबारा, नानामे, गोजो सातोरु अनि सरी एनिमे फ्यान्स हाकारी सबैको अलिअलि ब्याक स्टोरी छ, डेथ छ। नानामीको डेथमा मलाई ट्रमा हो, यहाँ दुख्या थियो मेरो यहाँ। साइड क्यारेक्टर्स क्युट प्लस मेमोरेबल छन्, तर डेभलपमेन्टमा थोरै कमी देख्न मिल्छ। जेजेकेका साइड क्यारेक्टर्सको डेभलपमेन्ट डिपली भएको छ र डेमन स्लेयरको पर्सनालिटी फनको हिसाबले भएको छ। त्यसैले यो राउन्ड जेजेके विन्स। 4th स्टेपमा हामी गर्छौँ भिलेन्सको बारेमा। डेमन स्लेयरका भिलेनका कुरा गरौँ भने अकाजा, ग्युतारो सबका ब्याक स्टोरीको कारणले यु फिल ब्याड फर डिमन्स, तर माइकल ज्याक्सन चाहिँ पुरै इभिल हो है त्यो। जेजेकेका भिलन्सहरूको कुरा गर्छौँ भने चाहिँ माहितो, प्योर हरामी, नालीको किडो भन्दा नि खासै फरक पर्दैन। सुकुना, गोड, किङ अफ कर्सेस। गेतो चाहिँ गोजोको पञ्चिङ ब्याग भन्दा हुन्छ, भिलन हो खतरावाला। आइडियोलोजी बवाल छ। डेमन स्लेयरका भिलेन्स इमोसनल छन् र जेजेका भिलेन्स चाहिँ फिलोसोफिकल प्लस स्केरी टाइप छन्। यो राउन्ड कसले जित्यो त्यो चाहिँ कमेन्टमा भन। नम्बर 5th स्टेपमा गर्छौँ हामी स्टोरी एन्ड वर्ल्ड बिल्डिङको कुरा। डेमन स्लेयरको सिम्पल स्टोरी छ। डिमन्स मार्नु, नेजुको बचाउनु, स्ट्रेट फरवर्ड, इमोसनल, फास्ट वेड र वर्ल्ड बिल्डिङ बेसिक छ, बट इमोसनल इम्प्याक्ट स्ट्रङ छ है। जेजेकेको स्टोरीमा कस्ट एनर्जी सिस्टम छ, कम्प्लिकेटेड छ, फेरि युनिक पनि छ। जुजुत्सु, डोमेन एक्सपान्सन्स, बेन्डिङ बाउस अनि हेभेनली रिस्ट्रिक्सन, त्यसमाथि पोलिटिक्स, वाह, र डिप वर्ल्ड बिल्डिङ पनि छ यसमा। स्टोरी कतै कतै स्लो फिल हुन सक्छ, तर डार्क सकिङ ट्विस्टहरू पनि छ निमा, जसको कारणले पुरै स्टोरी इन्ट्रेस्टिङ बन्छ। डेमन स्लेयरको सिम्पल प्लस इमोसनल स्टोरी र वर्ल्ड बिल्डिङ छ। जेजेको चाहिँ कम्प्लेक्स र डिप स्टोरी टेलिङ छ। यो राउन्ड चाहिँ जेजेके जित्यो। नम्बर 6th स्टेपमा कुरा गरौँ इमोसनल मुभमेन्ट्सको कुरा। इमोसनल मुभमेन्ट्समा त फिक्स डेमन स्लेयर जित्छ, किनकि हरेक एपिसोडमा इमोसनल ब्याकग्राउन्ड म्युजिक, स्याड डिमन स्टोरिज देख्न सकिन्छ। टेन्गोकुको डेथमा त धेरै मान्छे रोयो पनि होला। जेजेकेको इमोसनल मुभमेन्ट्सको कुरा गर्छौँ भने नोबारा र नानामीको डेथ, ओ माई गॉड, भगवानी दुवैको आत्मालाई शान्ति दियोस्। तर जता युजीको मेन्टल ब्रेकडाउन भएर रुनमा हुन्छ, त्यति बेला फेरि युआर माई स्पेसल बज्न लागेको हुन्छ, सेलिब्रेट हुन लागेको हुन्छ। नम्बर 7 एक्सन्स र फाइटहरू। एक्सन्स र फाइट्सहरू दुइटै बवाल छन् जेजेकेमा, तर जेजेकेका फाइट्सहरू जहाँ टेक्निकल र हाइब्रिड जान्छ भनेपछि डेमन स्लेयरको एनिमेसन वाइज इन्सेन लेभलमा जान्छ। अब अडियन्स तिमीहरू भन कसलाई जिताउँछौ यो क्याटेगोरीमा भनेर।
र यो चाहिँ हाम्रो पर्सनल ओपिनियन हो, त्यसैले अरूको ओपिनियनमा कोही अरू नै राम्रो हुनसक्छ, हाम्रो ओपिनियनमा कोही अरू नै राम्रो हुनसक्छ। ल कुरा गरौँ कन्क्लुजनको भने कन्क्लुजनमा रिल्याक्स गरेर इमोसनल एनिमे हेर्न मन छ भने डेमन स्लेयर इज द बेस्ट। डिप कन्सेप्ट, अनप्रिडिक्टेबल स्टोरी, डार्क टोन चाहियो भने जुजुत्सु काइसेन इज द बेस्ट। लास्टमा म यो भन्न चाहन्छु कि बोथ आर मास्टरपिस। दिस वाज आवर पर्सनल ओपिनियन, डोन्ट स्प्रेड हेट।